यो धरानको मेयर छ नि त्यो हर्क साङपाङ एकदमै फटा मान्छे रहेछ। कमसेकम सामाजिक सञ्जालमा के लेख्नुपर्छ भन्ने पनि थाहा छैन। यो स्वर उसकै ठुलो स्वर, आउने बेला ढिला आउने अनि उल्टो कराउने। म यहाँ पुरेर बसेको 2 घण्टा भइसक्यो। छोड़ा कहिले मेरो पालो कहिले उसको पालो, काम भन्दा पनि गर्छु आलो पालो। कहिले मेरो पालो कहिले उसको पालो, काम भन्दा पनि गर्छु आलो पालो। सबैलाई मिलाउनु छ कति छ गाह्रो, गर्दा गर्दै नभए सीता छ मेरो पारो। तरै पनि आफ्नै देश लाग्छ मलाई प्यारो, फेरि पनि घुम्दै आउँछ मेरो नै पालो। आयो 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 नेपालकै, आयो 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 नेपालकै। 1 नम्बरको प्रधानमन्त्री, 1 नम्बरको प्रधानमन्त्री, 1 नम्बरको प्रधानमन्त्री, 1 नम्बरको प्रधानमन्त्री। हाम्रो 1 नम्बरको प्रधानमन्त्री छ रे। आफ्नो बुढीले छुवा त कुतपिर लाएर मर्नु तपाईले के गर्नु भयो? छोड्नु न तरिका। म कस्ती छु? तपाईँ राम्री हुनुहुन्छ क्या, स्वरको अक्षरभन्दा राम्री। छोड्नु न। अहिले पक्क दिन्छु, मलाई जिस्काउनु पर्दैन। मैले भनेको कुरा बुझ्नु भएन? मैले बुझेँ। मेरो घरमा आउनु अनि म प्रधानमन्त्री भएर तँलाई पुर्याइदिन्छु है। अहिले म जान्छु ल। यो धरानको मेयर छ नि त्यो हर्क साङपाङ एकदमै फटा मान्छे रहेछ। कमसेकम सामाजिक सञ्जालमा के लेख्नुपर्छ भन्ने पनि थाहा छैन। आफै स्थानीय एउटा सरकार भएर सरकारी कर्मचारी भइसकेपछि केसम्म गर्न मिल्छ त्यो पनि थाहा हुँदैन। यो देशको कानुन स्थानीय सरकार भएपछि पालना गर्न नसक्ने महापागलै हो। साँच्ची त्यो हाम्रो पार्टीको अलिकति हिसाबहरू गर्नु बाँकी थियो, त्यो के गर्नुभयो तपाईँले? हजुर मन्त्रीज्यू, त्यो काम त भइसक्यो। सन्तोषजीले त्यो कामको सबै जिम्मा लिइसक्नु भएको छ। ए हो, ल ल। साँच्ची हाम्रो पार्टीमा अलिकति पार्टीगत काम गर्ने अलिक विश्वास लाग्दो भरपर्दो खालको 2-4 जना स्टाफहरू चाहिएको छ। तपाईँसँग कोही छ सम्पर्कमा? त्यस्तो त कोही छैन मन्त्रीज्यू। एकजना बहिनी चाहिँ हजुरलाई भेट्न आउनु भएको छ, उहाँलाई बोलाइदिउँ? हुन्छ, बोलाइदिनुहोस् न है।
मन्त्रीज्यू तपाईँलाई भेट्न आउनुभएको बहिनी म नै हो। नमस्कार मन्त्रीजी। नमस्ते, बस्नु। सुन्नु न, उहाँको लागि एउटा चिया ल्याउनुहोस् है। हस् मन्त्रीज्यू। हस्। हजुरको शुभ नाम? कृतिका राई हो। आज के काम परेर यता निस्कनु भयो कि? काम त धेरै थियो मन्त्रीज्यू। मैले हजुरको बारेमा र हजुरको कामको बारेमा धेरैचोटि सुनेको छु। मेरो गाउँ पनि विकासको अन्धकारभित्र छ। विकासको लागि के परिवर्तन गर्न सकिन्छ भनेर तपाईँ आएर एकचोटि बुझिदिनुहुन्छ कि भनेर म सल्लाह गर्नको लागि आएको। ठिक छ, समय मिलाएर म आउँछु। तपाईँ जस्तो महिलाहरूको धेरै आवश्यक छ यो देश परिवर्तन गर्नको लागि। र तपाईँहरूको एउटा शक्ति बन्नु पर्यो। जुन तपाईँले कुरा गर्नुभयो, एउटा विकासको आधारहरू बन्नको लागि तपाईँहरूको एउटा गुट शक्ति बन्नु पर्यो। त्यसैले म समय मिलाएर आउँछु। तर म आउँदाखेरि तपाईँहरूले मलाई खादा माला ल्याएर मलाई सम्मान गर्नु पर्दैन। हामी भनेको एउटा जनताको सेवक हो, त्यस कारणले गर्दा म आउँछु। हजुर मन्त्रीजी, मसँग धेरै कुराहरू छन्। तपाईँ पहिला आउनुहोस्, हेर्नुहोस्, आफै बुझिहाल्नुहुन्छ। हस्, हुन्छ। म आफ्नो समय मिलाएर आउँछु। आउनुभन्दा अगाडि तपाईँहरूले म जानकारी गराउँछु है। धन्यवाद मन्त्रीजी, मैले हजुरको ठुलो आशा लिएको छु। अहिलेलाई म लाग्छु पनि। नमस्कार। नमस्ते। नेता मन्त्री भएपछि राम्रो काम गर्नु पर्दो रहेछ। हेर्नुहोस् त, अहिले कहाँ कहाँदेखि आउँदो रहेछन् जनताहरू गुनासो गर्नलाई। जानु पर्यो। कृतिका, कहाँ छौ तिमी? हे तेरी, आउँदैछु के आउँदै हो? म यहाँ पञ्चकुमारी मन्दिरमा कुरेर बस्दा बस्दा बोर लाग्यो यार। अलि छिटो गरेर आऊ न, म धेरै टाइम कुर्न सक्दिनँ है। एकछिन बस न। कृतिका, मैले यत्रो समयसम्म यहाँ कुरेर बसेँ, तिमी गएको चाहिँ कहाँ थियौ? हे तेरी, आउँदै थिएँ के भने त अघि फोनमा। अस्ति बखनी भेटेँ होइन, दिनकै भेट्नुपर्छ। अझै हेर्न त्यहाँ जो चोर उसकै ठुलो सोर। आउने बेला ढिला आउने अनि उल्टो कराउने। म यहाँ कुरेर बसेको 2 घन्टा भइसक्यो। मैले म आउँदैछु भन्दा भन्दै पनि तिमी खाली रिसाउने। सबै रिस जति मलाई पखाऊ। तिमीले यसरी धम्क्याउने, यसरी रिसाउने गर्यौ भने हाम्रो सम्बन्ध चाहिँ धेरै टिक्ला जस्तो छैन, बुझ्यौ? तिमी तिम्रो ठाउँमा छौ, म मेरो ठाउँमा छु। मलाई पनि कचकच मन पर्दैन। कति न ढिला आउने, अझै रिसाउने। मलाई आज बोल्ने मुड पनि छैन। जाउँ बरु। मैले भन्दा भन्दै आउँदैछु भनि त अघि नै। रिसाउने सबै रिस जति मलाई पखाउनु न अझ। ठिकै छ, तिमीलाई बस्नु मन लागेन भने म नि बस्दिनँ। म पनि मान्छे हो, मेरो नि मन छ, मेरो नि दुःख छ। जाउँ न त, जाउँ, किन बस्नु? नमस्ते। नमस्ते। हजुर सन्चै हुनुहुन्छ? हजुर सन्चै छु। तपाईँलाई नभेटेको पनि धेरै दिन भएछ। कतै सुटुक्क बिर्सिनु त भएन मन्त्रीज्यू? छैन नि हजुर, छैन। के गर्नु, जनताको सेवा गर्नै पर्यो।
तपाईँ मान्छे पनि राम्रो काम पनि राम्रो गर्नुहुन्छ है मन्दिरज्यू। होइन नि हजुर, हजुरको हेर्ने आँखै राम्रो हो। हजुर कडामा कडा हुनुहुन्छ है। जनताको सेवा गर्नै पर्यो। म आजभोलि अलि हतारमा छु। हस् मन्दिरज्यू, छिट्टै है। हुन्छ। डल्लु, तिमीलाई यहाँ मैले किन लिएको थाहा छ तिमीलाई? थाहा छैन है? तिमीलाई मैले आज यो कति राम्रो जङ्गल, कति राम्रो वातावरण सबै घुमाउन लिएको हो। अनि मिठा मिठा गफ गरेर पनि आएको हामी। मलाई त घुम्नै मन लाग्दैन। लाग्दैन? ए तेरी लाटी, घुम्नु पर्छ नि। यो वातावरण कस्तो रहेछ, के रहेछ बुझ्नुपर्छ। यहाँको हावापानी त्यति पनि थाहा रहन्छ। सुन न डल्लु, मलाई यहाँ मात्र घुमाउने कि माथि डाँडामा पनि लैजाने घुमाउन? फेरि डल्लु पनि, तिमी भन न मात्र, तिमी जहाँ भन्छौ म त्यहीँ घुमाउन रेडी छु। डल्लु अब जाऊँ होइन त? हे तोरेका, कति अँगालो मार्नु भएको, जाऊ घुम्नु। अब भन्छौ नि भने जाऊ न त। अरे सागर, गाउँमा त पुरै हङ्गामा चलेछ त यार। रोमन, त पो मन्त्रीको छोरो परिस् त, हिरो बनेर हिँड्छस्। मलाई के थाहा त गाउँमा के पर्छ कसो पर्छ भनेर। के भएको हो र रोमन गाउँमा? सबैलाई थाहा छ त। मनिता भनिदेऊ त सबै कुरा। ए त्यही धर्मे चतुरी अनि सीमाको कुरा के? सीमा दिदीले मैले विदेश जान्छु भन्दाखेरि पैसा मैले अलिकति मागेको थिएँ। सीमा दिदी पनि फटा हुनुहुँदो रहेछ। आश गर्दा गर्दा मलाई पनि पारिदिनु भयो। अनि त्यो धर्मे चाहिँ धेरै फटा छ। कतिचोटि त मैले यही आँखाले देखेको। त्यो चतुरे त झन् अरूको भाडा माल्दै माल्दै हिँड्छ। के भन्नु त्यसलाई? तिनीहरूको नौटङ्की र नाटक देख्दा देख्दा म त वाक्क भइसकेको थिएँ। बल्ल तिनीहरू गाउँ छोडेर गएछन्। तर तिनीहरूलाई यो गाउँको एक दिन सराप लाग्छ नै। लाग्छ। अरे सागरे छोड्दै यार गाउँको कुरा। गाउँमा मान्छेहरू कति आउने जाने गरिरहन्छन्। कोही फटा हुन्छन्, कोही चोर हुन्छन्, कोही डाका हुन्छन्। यस्ता मान्छेहरूको कुरा के गर्नु यार? राम्रो कुरा गर्न। मैले भनेको यही गाउँको विकासको लागि हजुर एकचोटि आइदिनु पर्यो भनेर सल्लाह लिएको थिएँ। उहाँले के भन्नुभयो भने म आउने बेला खबर गर्छु भन्नुभएको थियो। तिमी पनि आऊ है, तिमी त जनमन्त्रीको छोरा, यसको विषयमा केही बोल्नुपर्छ, केही गर्नुपर्छ। हस् हुन्छ, म आउँछु नि। यार कृतिका, तिमीले त राम्रो काम गरेछौ। मन्त्री जस्तो ठुलो मान्छेलाई भेटेर आएछौ। अब चाहिँ गाउँमा केही होला जस्तो छ।
रोमन म पनि विदेश जाने विचार गरेको थिएँ। अब त मनै मरेर आयो कि कसो रोमन? अहिले सही विचार गर्ने सागर। अब हामीले नै यो गाउँमा केही विकास गर्नुपर्छ। अस्ति कृतिकाले पनि मन्त्रीज्यूसँग भेटेर आएको रहेछन्। बरु यस विषयको कुरा चाहिँ हामी अन्तै बसेर गरौँ न, हुँदैन कृतिका? रोमन यही बसेर सल्लाह गर्नु मिल्दैन र? होइन, हामीले सुन्नै नहुने कुरा के छ त्यस्तो? हामीले नसुन्ने गरी कुरा गरे भइहाल्यो नि। जाऊ यता कहाँ जानुभयो होला, यतिखेरसम्म आउनु भएन। अहिले आउनुहुन्छ होला। ए खाना खायौ तिमीले? मैले खाइसकेँ। हजुरको लागि पस्केर ल्याउँछ है म? ए होइन होइन, पर्दैन। अब पार्टीको काम कहिले कति बेला हुन्छ म बाहिरबाट खाएको छु। अब रेस्ट गरौँ है। ल म फ्रेस भएर आउँछु है। हस्, फ्रेस भएर आउनुहोस् न हजुर है। ल ओइ सागर, हाम्रा त आए त। हाम्रा गाउँका चरीहरू। सागर पनि त यही रहेछ नि त। भाउजू पनि टुप्लुक्क यो बेला कहाँबाट आइपुग्नु भएछ? ए म यहाँ आएर तिमीहरूलाई डिस्टर्ब भयो? म जाउँ त? के भने आउला यो बाबुहरूले त? त्यस्तो होइन के भाउजू। त्यस्तो नभएदेखि के हो त? रमन बाबु म आउनु नहुने हो यहाँ? त्यस्तो नसोच्नु भाउजू, हामी त सबै साथी मात्रै हौँ क्या। अनि त नसोच्नु न, तपाईँ त मेरो भाउजू, अनि भाउजूको इज्जत गर्नु परेन? ए तिमीहरू दुईजना त यहीँ बसिरहेर छौ। अनि कृतिका, अस्ति त मन्त्रीज्यूकोमा गएको भन्ने सुनेको थिएँ त, कुरोकानी के भएछ त? मैले सबै भनिसकेँ। मन्त्रीज्यू यता आउनुहुन्छ अरे। अब यता आएपछि सबै कामहरू देखाउनुपर्छ। अब मन्त्रीज्यू आउनुहुन्छ, मन्त्रीज्यू आएपछि कुराकानी हुन्छ, यसो हेर्नु पनि हुन्छ, काम कुरो त होला नि। हाम्रो गाउँको विकासै हुन्छ। हे रोमन पनि विकास गर्ने भनेकै हामी हो। हामी हो कि हामी हो? मन्त्रीको त कुरा गफ मात्रै हो कि। हेरौँ त्यही पनि, पहिला हामी लागौँ होला। त्यही भने अब मन्त्री आएपछि हेर्नु होला, केही काम गर्नु होला नि त। अब हामी पनि हेरौँला, यसो साथसपोर्ट गरौँला, होइन? यस्तै त हो नि। त्यसको लागि मन्त्रीज्यू पहिला आउनुहुन्छ, अनि उहाँले हेर्नुहुन्छ, उहाँले के भन्नुहुन्छ त्यही अनुसार जान्छ, होइन त? अहिले चाहिँ जाऊँ न त हामी पनि। अब मन्त्रीज्यू आउनुहुन्छ, अनि के गर्ने कामहरू उहाँले नै मिलाउनुहुन्छ, अनि हामी पनि जाउँ न। ल ल त्यसै गरौँ। जाउँ त जाउँ ल। ल ल जाउँ, पहिला चाहिँ लागौँ।
छोडा 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 कहिले मेरो पालो कहिले उसको पालो काम भन्दा पनि गर्छु आलो पालो कहिले मेरो पालो कहिले उसको पालो काम भन्दा पनि गर्छु आलो पालो सबैलाई मिलाउनु छ कति छ गाह्रो गर्दा गर्दै नभएसी छ मेरो पारो तरै पनि आफ्नै देशो लाग्छ मलाई प्यारो फेरि पनि घुम्दै आउँछ मेरो नै पालो आयो 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 नेपालकै आयो 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 नेपालकै एक नम्बरको प्रधानमन्त्री एक नम्बरको प्रधानमन्त्री एक नम्बरको प्रधानमन्त्री एक नम्बरको प्रधानमन्त्री हाम्रो एक नम्बरको प्रधानमन्त्री छ रे